सबैलाई नमस्कार। ल इपिएस टपिक तयारीको हाम्रो यो श्रृङ्खलामा स्वागत छ है। आज हामी च्याप्टर 3 अर्थात् पार्ट 3 लाई एकदमै मजाले सरल तरिकाले बुझ्ने कोसिस गर्नेछौँ। यो पाठमा खासमा के छ त भन्दा वस्तुहरू, ठाउँहरू र कुनै पनि चीज कहाँ छ भनेर कसरी भन्ने हो त्यही सिक्ने हो। ल आजको हाम्रो यात्रा कस्तो हुन्छ त सर्र एकचोटि हेरिहालौं। सबैभन्दा पहिले हामी केही अत्यावश्यक शब्दहरू सिक्नेछौँ। त्यसपछि व्याकरणमा डुबुल्की मार्नेछौँ अनि सिकेका कुरालाई संवादमा कसरी प्रयोग गर्ने भनेर हेर्छौँ। लास्टमा पाठको सारांश र एउटा इपिएस टपिक प्रश्न पनि छ है। ल है त अब ढिला नगरौँ, सुरु गरिहालौँ। अब हेर्नुहोस्, कुनै पनि भाषा सिक्नु भनेको घर बनाउनु जस्तै हो र शब्दहरू भनेका चाहिँ इटा हुन्। त्यही भएर सबैभन्दा पहिले हामीलाई यो पाठको लागि चाहिने मुख्य शब्दहरूबाटै सुरु गरौँ है। ल यो पहिलो लिस्ट हेरौँ त। यहाँ हाम्रो कोठामा, घरमा प्रायजसो देखिने फर्निचर र इलेक्ट्रोनिक सामानका नामहरू छन्। म भन्छु, सँगसँगै उच्चारण गर्ने कोसिस पनि गर्नुहोस् है त। जस्तै पहिलो शब्द छ छिम्दे, उच्चारण हुन्छ छिम्दे। यसको मतलब हो बेड। अनि अर्को हेर्नुहोस् त, छेक्साङ, छेक्साङ यो भनेको डेस्क। यहाँ भएका अरू शब्दहरू र तिनको अर्थ पनि एक एक गरेर राम्रोसँग हेर्नुहोला। ल सामानको नाम त भयो, अब पालो आयो ठाउँहरूको। हामी दिनौँ जाने कुरा गर्ने ठाउँहरू। जस्तै काम गर्ने ठाउँलाई के भन्छ होला? हो, त्यसलाई भनिन्छ हुइसा, उच्चारण हुन्छ हुइसा। अनि भोक लाग्दा जाने ठाउँ रेस्टुरेन्टलाई चाहिँ सिक्ताङ, सिक्ताङ भनिन्छ। यी शब्दहरू पनि एकदमै काम लाग्छन्, याद गरिराख्नुहोस् है। ओके, अब हामीसँग शब्दहरूको राम्रै लिस्ट भयो हैन त। सामानको नाम पनि छ, ठाउँको नाम पनि छ। तर शब्द मात्रै जानेर त भएन नि, त्यसलाई जोडेर वाक्य बनाउनु परेन। हो, अब हामी त्यही सिक्छौँ। यो पाठको दुईवटा एकदमै महत्त्वपूर्ण ग्रामरको नियमहरू हेरौँ है त। ल पहिलो ग्रामर हेरौँ, इ/गा इस्सयो अपसयो। सुन्दा अलि अप्ठ्यारो लाग्यो कि? केही गाह्रो छैन। सिधा भाषामा भन्दा कुनै चिज छ भन्नु पर्यो भने इस्सयो, इस्सयो। अनि छैन भन्नु पर्यो भने अपसयो, अपसयोको प्रयोग हुन्छ। यो चाहिँ कोरियन भाषाको सबैभन्दा बेसिक र सबैभन्दा धेरै प्रयोग हुने नियममध्ये एक हो। अब यहाँनिर चाहिँ अलिकति ध्यान दिनुपर्छ है। इस्सयो र अपसयोको अगाडि कहिले -ई लाग्छ, कहिले -का लाग्छ। यसको एउटा सिम्पल रुल छ, शब्दको अन्तिम अक्षर हेर्ने। यदि शब्दको अन्त्यमा भाच्छिम मतलब कन्सोनेन्ट साउन्ड छ भने ई लाग्छ। जस्तै छेक्साङ, साङमा ङ भाच्छिम छ, त्यसैले छेक्साई भयो। तर शब्दको अन्त्यमा भाच्छिम छैन, भावल साउन्ड मात्रै छ भने का लाग्छ। जस्तै उइजा, जामा भाच्छिम छैन नि, त्यसैले उइजागा भयो। बस यति हो। ल अब उदाहरण हेरौँ न, झन क्लियर हुन्छ। जस्तै बेड छ भन्नु पर्यो, छिम्देको अन्त्यमा भाच्छिम छैन, त्यसैले के लाग्यो? का। अनि भयो छिम्देका इस्सयो, छिम्देगा इस्सयो। अब अर्को हेरौँ, दराज छैन भन्नुपर्दा ओच्चाङुन अपसयो, ओच्चाङुन अपसयो। रमाइलो कुरा के छ भने यही नियमले प्रश्न पनि बनाउन मिल्छ। टोन मात्रै अलिकति माथि लाने। जस्तै नेङजाङ्गोगा इस्सयो, नेङजाङ्गोगा इस्सयो मतलब फ्रिज छ। हेर्नुहोस् त कति सजिलो। ओके, एउटा नियम त सिकियो। अब दोस्रो उत्तिकै महत्त्वपूर्ण नियम हेरौँ। त्यो हो पार्टिकल ए, उच्चारण हुन्छ ए। यो चाहिँ एकदमै काम लाग्ने चिज हो। यसले ठाउँ देखाउँछ। कुनै पनि व्यक्ति वा वस्तु कहाँ छ भनेर बताउनु पर्यो भने त्यो ठाउँको नामको पछाडि ए जोडिदिनुपर्छ। यति हो। यसको रुल त झन् सजिलो छ। फर्मुला नै भनौँ न, ठाउँको नाम अनि पछाडि ए इस्सयो। जस्तै होस्टलमा छ भन्नु पर्यो, होस्टललाई कोरियनमा खिसुक्सा भनिन्छ। अब हाम्रो फर्मुला लगाउँ, खिसुक्सा प्लस ए इस्सयो बन्यो खिसुक्साए इस्सयो, खिसुक्साए इस्सयो। सिम्पल। अब यसलाई प्रश्न उत्तरमा हेरौँ न। मानौ कसैलाई सोध्नु पर्यो, कुर्सी कहाँ छ, कसरी सोध्ने? 의자가 어디에 있어요? 의자가 어디에 있어요? अब जवाफ दिनु पर्यो, अफिसमा छ, 사무실에 있어요. 사무실에 있어요. मान्छेको बारेमा कुरा गर्दा पनि यही हो। दाराजी घरमा हुनुहुन्छ भन्नु पर्यो भने थारासिनुन छिबे इस्सयो, थारासिनुन छिबे इस्सयो। ल हेर्नुहोस्, हामीले शब्दहरू पनि सिक्यौँ, त्यसलाई जोड्ने व्याकरण पनि सिक्यौँ।
अब यी दुईटालाई मिक्स गरेर वास्तविक कुराकानीमा कस्तो सुनिन्छ त? आउनुहोस् एउटा छोटो संवाद हेरेरै बुझौं। ल, पहिलो मान्छेले सोध्छ, 기숙사가 어디에 있어요? 기숙사가 어디에 있어요? याद गर्नुभयो, हामीले भर्खरै सिकेको ग्रामर प्रयोग भयो। यसको मतलब भयो होस्टेल कहाँ छ? अब जवाफ आउँछ 저기에 있어요, 저기에 있어요, मतलब त्यहाँ पर छ। अनि उसले फेरि सोध्छ 무엇을 찾아요, 무엇을 찾아요? यसको अर्थ हो के खोज्दै हुनुहुन्छ? अब आउँछ एकदमै राम्रो प्रश्न। हेर्नुहोस् त, 기숙사에 책상이 있어요? 기숙사에 책상이 있어요? यहाँ के भयो याद गर्नुभयो? हामीले सिकेका दुईटै ग्रामर, ठाउँ देखाउने ए र छैन भन्ने ई सयो, दुईटै एउटै वाक्यमा आयो। कति मजाले! यसले सोध्यो होस्टेलमा डेस्क छ? अनि अन्तिम जवाफले त झन् सबै क्लियर पार्दिन्छ। 네, 책상이 있어요. 그리고 침대도 있어요. 하지만 옷장 없어요. 네, 책상이 있어요. 그리고 침대도 있어요. 하지만 옷장 없어요. अर्थात् हो, डेस्क छ अनि बेड पनि छ, तर दराज चाहिँ छैन। हेर्नुस् त, इस्सयो र अप्सयो दुवै प्रयोग गरेर कोठामा के छ के छैन सबै बतायो। वाह, धेरै राम्रो! हामीले यो पाठको मुख्य सबै कुरा हेरिसक्यौं। अब दिमागमा ताजा भइराख्नको लागि एकचोटि सर्र रिभाइज गरौँ है त। आज के सिकियो? आजको पाठको सार यही 4वटा बुदामा छ। स्टेप 1, हामीले फर्निचर र सामानका नाम सिक्यौं, जस्तै छिम्दे। स्टेप 2, हामीले विभिन्न ठाउँका नाम सिक्यौं, जस्तै 회사। स्टेप 3, हामीले -e/का, 있어요/없어요 प्रयोग गरेर छ वा छैन भन्न सिक्यौं। अनि स्टेप 4, -a पार्टिकल प्रयोग गरेर कहाँ छ भनेर ठाउँ बताउन सिक्यौं। यति 4 कुरा जान्नुभयो भने यो पाठ पक्का भयो। ल, अब सबैभन्दा रमाइलो पालो, आफूलाई जाँच्ने। हामीले यत्रो बेर पढेको कुरा कतिको दिमागमा बस्यो त? आउनुस्, इपीएस टपिक परीक्षामा आउने खालको एउटा प्रश्न हल गरेर हेरौं। प्रश्नले एउटा अवस्था दिएको छ, ध्यान दिएर पढ्नुस् है। 방에 침대가 있어요. 옷장은 없어요. मतलब कोठामा बेड छ, दराज चाहिँ छैन। अब यो जानकारीको आधारमा तलका 4 अप्सनहरूमध्ये कुन चाहिँ सही हो? एकछिन समय लिनुस्, सोच्नुस् त। ल, पत्ता लगाउनु भयो? सही जवाफ हो अप्सन नम्बर 3, 침대가 방에 있어요। किन होला? किनभने प्रश्नमा के भनेको थियो? कोठामा बेड छ, र यो अप्सनले पनि ठ्याक्कै त्यही भन्छ, बेड कोठामा छ। अरू अप्सन्सहरू त दिएको जानकारीसँग मिल्दै मिलेनन् नि, हैन त? ल, आजको पाठ त यही सकियो, तर सिक्ने क्रम त जारी राख्नुपर्छ, हैन र? जाँदै एउटा सानो होमवर्क। आज हामीले सिकेको ग्रामर प्रयोग गरेर कम्पनी नजिकै कन्भिनियन्स स्टोर छ भनेर कोरियनमा कसरी सोध्न सकिन्छ होला? सोच्नुस् अनि लेख्ने प्रयास गर्नुस् है त। अभ्यास नै सबैभन्दा ठूलो कुरा हो। ल, आजलाई यति नै। फेरि भेटौँला। धन्यवाद।